अनलाइन खबरमा प्रकाशित निमा काफ्ले पत्रकारले लेखेको समसामयिक लेख। छोटकरीमा जीवनी। मार्क टल्ली, सर विलियम मार्क टल्ली एक प्रख्यात ब्रिटिश पत्रकार तथा लेखक थिए जो लामो समयसम्म बीबीसीमा कार्यरत रहे। उनको जन्म 24 अक्टोबर 1935मा भारतको कोलकातामा भएको थियो। प्रारम्भिक शिक्षा इङ्ल्यान्डमा प्राप्त गरेका टल्लीले क्याम्ब्रिज विश्वविद्यालयबाट इतिहास तथा धर्मशास्त्र अध्ययन गरे। सन् 1965मा उनी बीबीसीमा प्रवेश गरे र 1971मा नयाँ दिल्ली संवाददाता नियुक्त भए। त्यसपछि उनले करिब 22 वर्ष दक्षिण एसिया प्रमुखका रूपमा कार्य गर्दै भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काका राजनैतिक, सामाजिक तथा सांस्कृतिक घटनाहरूको प्रत्यक्ष रिपोर्टिङ गरे। पत्रकारितामा उनको योगदान अत्यन्त महत्त्वपूर्ण मानिन्छ। उनलाई बीबीसीको भारतको आवाज भनेर चिनिन्थ्यो, किनभने उनका रिपोर्टहरू विश्वसनीय, सन्तुलित र संवेदनशील हुन्थे। उनले 1971को भारत-पाकिस्तान युद्ध, 1984को स्वर्ण मन्दिर सङ्कट, इन्दिरा गान्धी तथा राजीव गान्धीको हत्या र 1992को बाबरी मस्जिद ध्वंस जस्ता ऐतिहासिक घटनाहरू प्रत्यक्ष रूपमा कभर गरे। यस्ता जोखिमपूर्ण र संवेदनशील विषयहरूमा पनि उनले सत्य र तथ्यमा आधारित पत्रकारिता प्रस्तुत गरे। मार्क टल्लीको अर्को विशेषता भनेको भारतीय भाषा र संस्कृतिसँग उनको गहिरो सम्बन्ध हो। उनी हिन्दी राम्रोसँग बोल्थे र भारतीय समाजसँग घुलमिल भएर स्थानीय जनताको जीवनशैली बुझेर रिपोर्टिङ गर्थे। यसले उनका समाचारलाई केवल सूचना नभई मानवीय अनुभूतिसहितको कथा बनायो। साथै उनले भारतमा पूर्ण विराम छैन, अर्थात् भारतको जीवन, समाज र परिवर्तन निरन्तर गतिमा छन्, रोकिने अवस्था छैन भन्ने भाव र सुस्त गतिमा भारत वा धीरे धीरे बदलिँदो भारत वा भारतको परिवर्तन क्रमशः विस्तारै र गहिरो रूपमा भइरहेको छ भन्ने भाव जस्ता चर्चित पुस्तकहरू लेखे, जसमा भारतको समाज, संस्कृति र परिवर्तनलाई सूक्ष्म रूपमा चित्रण गरिएको छ। उनको कार्यशैली निष्पक्षता, संवेदनशीलता र सांस्कृतिक सम्मानमा आधारित थियो। कुनै पनि घटनालाई पक्षपात नगरी सबै दृष्टिकोणबाट बुझ्ने प्रयास गर्नु उनको विशेषता थियो। कठिन र भावनात्मक परिस्थितिमा पनि उनले मानव पक्षलाई सम्मान गर्दै समाचार प्रस्तुत गर्थे। यही गुणका कारण उनले पद्मश्री, पद्मभूषण र ब्रिटिश नाइटहुड जस्ता उच्च सम्मान प्राप्त गरे। सामान्य रूपमा पत्रकारितामा सफल हुन निष्पक्षता, सत्यता, जिम्मेवारी, संवेदना, अनुसन्धानशीलता र व्यावसायिकता अत्यन्त आवश्यक मानिन्छ। पत्रकारले समाजमा पार्ने प्रभावलाई बुझ्दै सत्य र तथ्यमा आधारित समाचार प्रस्तुत गर्नुपर्छ। मार्क टल्लीको जीवन र कार्यशैलीले यी सबै गुणहरूको उत्कृष्ट उदाहरण प्रस्तुत गर्छ। यसरी मार्क टल्ली केवल समाचार दिने पत्रकार मात्र नभई समाज बुझ्ने र समाजलाई बुझाउने महान पत्रकार थिए, जसको योगदान आज पनि पत्रकारिता क्षेत्रमा प्रेरणाको स्रोत बनेको छ। दक्षिण एसियाको स्टोरी टेलर मार्क टल्ली। शीर्षकमा निमा काफ्लेले लेखेको लेख तपसिल बमोजिम रहेको छ। यदि कसैले मेरो 20 वर्षको पत्रकारिता यात्राको प्रेरणा को हो भनेर सोध्यो भने मेरो दिमागमा धेरै नामहरू आउँछन्। विशेष गरी टेलिभिजन पत्रकारिताको मेरा यी 2 दशकका दौरानमा समय, परिस्थिति र फरक फरक माध्यमसँगै भेटिएका अनेकौं व्यक्तित्वले मेरो मिडियाको पेशागत विकासमा आफ्नै विशिष्ट स्थान ओगटेका छन्। तर ती सधैँ अनुभवका सूचीहरू पल्टाउँदै जाँदा एउटा नाम भने सधैँ उच्च सम्मानका साथ शीर्ष स्थानमा रहन्छ र कहिल्यै विस्मित हुँदैन। त्यो नाम हो मार्क टल्ली। मैले मार्क टल्लीलाई कहिल्यै भेटिन, तर उनको दृष्टि र पत्रकारिताले मेरो जीवनलाई सधैँ प्रेरित गर्यो। यो कुरा बुझ्न थोरै पछाडि फर्किनुपर्छ। मेरो बाल्यकाल सुदूरपश्चिमको महेन्द्रनगरमा बित्यो। 90को दशकमा टेलिभिजनको प्रभाव निकै सीमित थियो, तर दूरदर्शनले मेरो भिजुअल एस्थेटिक र टेलिभिजनप्रतिको प्रेम निर्माण गरिदियो। त्यतिबेला विश्वभर CNN इफेक्टले समाचार हेर्ने तरिका नै बदल्दै थियो। समाचार अब रियल टाइम र भिजुअल हुन थालेको थियो। तर म भने विश्वको एउटा सानो कुना महेन्द्रनगरमा बसेर त्यही पर्दाभित्रको संसारलाई नजिकबाट चिन्न र आफै त्यसमा प्रवेश गर्ने सपना देख्दै थिए। त्यो समयमा टेलिभिजनमा मेरा आइकन ल्यारी किङ र ओप्रा विन्फ्री थिए। ल्यारी किङको प्रश्न सोध्ने शैली र ओप्राको टिभीको इमोसनल हुकको सिग्नेचर स्टाइल प्रेरणाको स्रोत बनेको थियो। त्यसबेलादेखि म स्पष्ट थिए, म सत्य खोज्ने र मानवीय कथा सुनाउने पत्रकार बन्नेछु। मेरो पत्रकारिताको सुरुवाती यात्रा सुदूरपश्चिमको महेन्द्रनगरमा नै बित्यो। त्यहाँको रेडियो स्टेशनको स्टुडियोमा पहिलो पटक माइकमा बोल्दा मैले महसुस गरे, शब्दको शक्ति वास्तवमै अनन्त हुन्छ।
लाइभ कार्यक्रममा बोल्दा होस् या पत्रिकामा समाचार लेख्दा, मानिसको जीवन, पीडा र आशाको कथालाई शब्दमा समेट्दा म अचम्मको ऊर्जा महसुस गर्थे। रिपोर्टिङ गर्नु, घटनाको पृष्ठभूमि बुझ्नु र सत्य खोज्नु मेरो दैनिकी भयो। मेरो इच्छा थियो ठूलो मञ्चमा पुग्ने, जहाँ कथाहरू दृश्य र आवाज दुवै माध्यमबाट पाठक र दर्शकसम्म पुग्छन्। यही उद्देश्यका साथ काठमाडौँको प्रवेशसँगै मैले टेलिभिजन पत्रकारितामा आफ्नो औपचारिक यात्रा सुरु गरे। विभिन्न टिभीमा कार्यक्रम सञ्चालन गरे, प्रत्यक्ष प्रसारणको चुनौतीलाई सामना गर्दै जिम्मेवारीसहित भिजुअल स्टोरी टेलिङमा आफ्नो शैली बनाउँदै गएँ। आम सञ्चारमा स्नातकोत्तर गर्नुअघि म एक विशेष मिडिया कोर्सका लागि पाकिस्तान पुगेको थिएँ। त्यही इन्स्टिच्युटमा पढ्दा गर्दा मैले त्यहीँको सेरोफेरोमा एउटा पुस्तक हेरेको थिएँ, अमृतसर, मिसेस गान्धीज लास्ट ब्याटल। यो पुस्तक मेरो बौद्धिक चेतनाको प्रस्थान बिन्दु बन्यो। पानाहरू पल्टिँदै जाँदा मैले मार्क टल्लीलाई एक लेखक वा बीबीसीको पूर्व दक्षिण एसिया प्रमुखका रूपमा मात्र नभई बरु समयको एउटा कठोर र इमान्दार स्टोरी टेलरका रूपमा चिन्न थाले। अध्ययनका क्रममा बङ्गलादेशका सहपाठीले बेला बेलामा सुनाएका मार्क टल्लीका किस्साहरू झनै रोचक लाग्थे। सन् 1971को बङ्गलादेश स्वतन्त्रता सङ्ग्रामको प्रसङ्ग म अझै सम्झन्छु। सहपाठीका अनुसार बङ्गलादेश स्वतन्त्रताको लडाईँ मैदानमा राइफलको मात्र होइन, रेडियोमा मार्क टल्लीको आवाजले पनि लडिएको थियो। उनले पत्रकारितालाई केवल सूचना प्रवाहको माध्यम मानेनन्, संस्कृतिको अनुवाद माने। दक्षिण एसियाको राजनीति, धर्म, इतिहास र भावनासँग गाँसिएको हुन्छ भन्ने उनले बुझेका थिए, त्यसैले उनका रिपोर्टहरू समाचार मात्र होइनन्, समाजका दर्पण पनि थिए। मार्क टल्लीको हिन्दी र अङ्ग्रेजी रिपोर्टिङ यति सन्तुलित र तथ्यपरक हुन्थ्यो कि बङ्गलादेशका गाउँ-गाउँमा बीबीसीलाई अन्तिम सत्य मानिन्थ्यो। तात्कालिक अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन र हेनरी किसिन्जर राजनैतिक रूपमा पाकिस्तानको पक्षमा उभिएका थिए। तर मार्क टल्लीको रिपोर्टिङले अमेरिकी जनता र प्रेसले आफ्नै सरकारको नीति विरुद्ध विद्रोह सुरु गरे। दक्षिण एसियाको एउटा कुनामा भइरहेको युद्ध, लन्डनबाट बोल्ने एउटा आवाजका कारण वाशिङटनको व्हाइट हाउसभित्र गम्भीर बहसको विषय बन्यो। ती सबै कुरा सुनेपछि मैले अमृतसर, मिसेस गान्धीज लास्ट ब्याटल पुरै पढेँ। आज पनि यो मेरो प्रिय पुस्तकमध्येको एक हो। यो पुस्तकको पृष्ठभूमि सन् 1984को जुन महिना हो। पञ्जाबको सिख धर्मको सर्वोच्च आस्थाको केन्द्र स्वर्ण मन्दिर, हरिमन्दिर साहिबभित्र अलग खालिस्तानको माग गर्दै जर्नेल सिंह भिन्द्रावालेको नेतृत्वमा सशस्त्र विद्रोहीहरूले मोर्चाबन्दीको घटना यसभित्र छ। बाहिर भारतीय सेनाको कडा र कठोर घेराबन्दी थियो। ठिक त्यही बेला बीबीसीका लागि ग्राउन्ड जिरोबाट रिपोर्टिङ गर्दै मार्क टल्ली अमृतसर पुगेका थिए। इन्दिरा गान्धी सरकारले भिन्द्रावाले र उनका सशस्त्र समर्थकहरूलाई नियन्त्रणमा लिन सैन्य हस्तक्षेपको निर्णय गर्यो। तर मार्क टल्लीका अनुसार सरकारले यो निर्णयको राजनैतिक, धार्मिक र भावनात्मक परिणामलाई गम्भीर रूपमा कम आकलन गर्यो। सेनाको योजना थियो अकाल तख्त अर्थात् सिखहरूको सर्वोच्च राजनैतिक पीठलाई क्षति नपुर्याई विद्रोहीहरूलाई नियन्त्रणमा लिनु। तर मन्दिरभित्रको प्रतिरोध अनुमानभन्दा धेरै कडा, सङ्गठित र रणनीतिक थियो। अन्ततः लोकतन्त्रको रक्षा गर्ने सेनाले आफ्नै देशको पवित्र धार्मिक स्थलभित्र ट्याङ्क र भारी हतियार प्रयोग गर्नु पर्यो। अमृतसरमा कडा कर्फ्यू लगाइएको थियो। विदेशी पत्रकारलाई शहरबाट निकालिएको थियो। राज्यले एउटा पूर्ण ब्ल्याकआउट सृजना गरेर सूचनाको सम्पूर्ण प्रवाहलाई बन्द गरेको थियो। तर त्यो मौनताभित्र पनि मार्क टल्ली भने मौन बसेनन्। आफ्ना भूमिगत र विश्वसनीय स्रोतहरू प्रयोग गर्दै उनले मन्दिरभित्र भइरहेको रक्तपात र विनाशको विवरण सङ्कलन गरिरहे। मार्क टल्लीले यस सैन्य कारबाहीलाई स्पष्ट र कडा शब्दमा इन्दिरा गान्धीको अन्तिम लडाईँ भने, किनभने यही घटनाको 4 महिनापछि अपरेसन ब्लू स्टारको प्रतिशोध स्वरूप इन्दिरा गान्धी आफ्नै सुरक्षाकर्मीबाट मारिइन्। मार्क टल्ली इमान्दार पत्रकार थिए। उनको पत्रकारिता शैली अरूभन्दा भिन्न थियो। सन् 1991मा राजीव गान्धीको हत्या हुँदा विश्वका धेरै मिडियाले सनसनीखेज घटनाको रूपमा रिपोर्ट गरे, तर मार्क टल्लीले त्यसलाई दक्षिण एसियाको एउटा बृहत्तर भू-राजनैतिक खेलको दुःखद परिणामका रूपमा प्रस्तुत गरे। धेरै मिडिया गान्धीको हत्या र त्यहाँको विभत्स दृश्यमा अल्झे, तर टल्लीले त्यो विस्फोट गराउने बारुदको स्रोत खोजे। उनले यो हत्यालाई इन्डो श्रीलङ्का सम्झौता 1987 र भारतीय शान्ति सेनाको असफलतासँग जोडेर एउटा ऐतिहासिक सन्दर्भ दिए। सन् 1992 डिसेम्बर 6मा अयोध्यामा बाबरी मस्जिद ध्वंस हुँदा टल्लीले पत्रकारिताको चरम परीक्षण भोगे। अयोध्यामा उग्र भिडले टल्लीलाई मृत्युदण्ड देऊ भन्दै नारा लगाउँदा उनी एउटा कोठामा थुनिएका थिए। मार्क टल्लीको व्यक्तित्वको मिथ धेरै छन्।
सन् 1993मा बीबीसीका तात्कालिक महानिर्देशक जन बीटले समाचार कक्षमा कर्पोरेट नियम मार्फत नियन्त्रण लागू गर्न खोज्दा उनले जुन विद्रोह गरे त्यो विश्व पत्रकारिताको इतिहासमा एक नैतिक क्रान्ति थियो। लाइभ कार्यक्रममै महानिर्देशकको खुला आलोचना गर्दै उनले आफ्नो राजीनामा मार्फत देखाइदिए संस्थाको शक्ति, स्रोत र पद जतिसुकै विशाल किन नहोस्, एउटा पत्रकारको सत्य विवेक र नैतिक दायित्व त्योभन्दा धेरै माथि हुन्छ। टल्लीको भौतिक उपस्थितिको अन्त्यसँगै दक्षिण एसियाली पत्रकारिताको एउटा स्वर्णिम र शानदार अध्यायमा फुल स्टप लागेको छ। उनी प्रसिद्ध पत्रकार वा बेस्ट सेलर लेखक मात्र नभई एउटा जीवन्त संस्था थिए, एउटा नैतिक कम्पास थिए जसमा न्यानोपन र गहिरो मानवीय करुणाको अद्भुत सङ्गम थियो। 25 जनवरी 2026 मार्क टल्लीको भौतिक शरीर विदासँगै दक्षिण एसियाली पत्रकारिताको त्यो शानदार, बौद्धिक र नैतिक युगमा औपचारिक